मम्मी त्यत्रो माथि भएर मन्दिरदेखि ल्याएको प्रसाद यति एउटा अनार मात्र हो त अनि अरू त माथि नै छुटिहालेछ नि यही एउटा ल्याइरहेछु अब यसैलाई बाँडिदे न सबैजनालाई ओहो त्यसो भए त यही अनारको प्रयोग गरेर धेरै प्रसाद बनाइदिनु पर्यो भनेर अनारलाई छोडाएर केही बेर साइड लगाइदिन्छु बोटकामा चाहिँ 3-4 चम्ची बेसन अनि बिटरुटको रस सागसब्जीको रस पानी लगाएर 3वटा कलरको ब्याटर तयार पार्छु अनि चिनी चास्नी बनाएर पनि केही बेरको लागि साइड लगाइदिन्छु त्यस पछाडि चाहिँ पाले पिलो 3वटा कलरको ब्याटरलाई चाहिँ तरुवामा हालेर बुन्द बुन्द झारेर चाहिँ तेलमा मजाले तार्नतिर लाग्छु यसरी नै सबै तारिसकेर चाहिँ टक्कसँगले निकालेर एउटै भाँडामा हालिदिन्छु अनि होइन यो चाहिँ यति धेरै क्रिस्पी भएको थियो नि अब यसमाथिबाट तयार पारेको चिनी चास्नीलाई मजाले हालेर एकचोटि मस्तले मिक्स माक्स गर्नतिर लाग्छु अनि सिधै लगेर एउटा प्यानमा चाहिँ मजाले केही बेर पकाइदिन्छु यसको माथिबाट चाहिँ मैले हालेको छु मस्तले तातेको घिउ तरर पारेर अनि लास्ट 1 मिनट जति चलाएपछि चाहिँ दामी बुनिया पनि तयार भइसकेको थियो अनि अघि तयार पारेको अनार त्यसको माथिबाट तयार भएको बुनिया हालेर एकचोटि मलमाल गरेपछि चाहिँ नरिवलको भुजिरीलाई पनि हालेर मिक्स माक्स गरिदिन्छु हेर्दा हेर्दै एउटा अनारको दानाबाट यति धेरै प्रसाद चाहिँ तयार भइसकेको थियो अनि यो प्रसादलाई चाहिँ 2-3 चम्ची एउटा पातमा टक्कसँगले राखिदिन्छु साइडमा चाहिँ माताकोबाट ल्याएको टिका 2 टुक्रा जति नरिवल अनि मिठाई राखेर धागोलाई साइडमा राखेर बहिनीहरूलाई लगेर दिए त्यसरी नै मम्मीले चाहिँ पोते सोते ल्याउनु भएको रहेछ अनि त्योसँग चाहिँ टक्क प्रसादहरू दिए अनि सबैलाई चाहिँ माताको प्रसाद बाँडिदिए थ्याङ्क यू